र तिमीलाई मैले यो पनि भन्नै पर्ने ठानेर भन्दैछु, जीवन जगतमा हामी भौतिक संसारबाट टाढा रहन सक्दैनौँ। जीवन जिउने सिलसिलामा दुःखको द्वेषले भन्दा सुखको रागले बढी व्याकुल र सन्तापित गराउँछ। हुन त अध्यात्मले राग र द्वेष दुवै अवस्था हानिकारक मार्गको पहिलो बिन्दु मान्दछ, यदि अतिमा गयो भने। जे होस्, दुनियाँकै भाषामा भन्नुपर्दा तुलनात्मक रूपमा रागले बढी जोखिमको सम्भावना मुक्त हुन्छ। यो मेरो अनुभवको सिकाइ हो, किनकि सुख र दुःख एउटा वक्र रेखा कर्व जसरी चलेको हुन्छ। यो सर्वपक्षीय लागू छ कि जब कुनै उचाइको बिन्दुमा पुग्दछ तब राग रञ्जित चाहियो, अझ चाहियो हुँदै गर्दा कर्व त डाउनवार्ड हुने नै थियो। त्यही बेला हामीहरू समता गुमाउँछौँ र संसारकै अभागी दुःख सम्झन्छन्। फेरि ठिक यसै गरी कुनै बखतबाट कर्व अपवार्ड हुने बेला हुन्छ, किनभने सबै वस्तु अनित्य छन्। फेरि यस बेला पनि द्वेष दूषित चाहिएन, अब चाहिएन गर्दै अझ दुःख थप्दै जान्छ। म यसलाई हामीले कक्षा 9 मा पढेको न्युटनको तेस्रो नियमसँग तुलना गरेर बुझाउने कोसिस गर्छु। हरेक क्रियामा बराबर र विपरीत प्रतिक्रिया हुन्छ। यो प्रकृतिको नियम हो, साझा कानून हो कि जसले बढी सुख भोग गर्छ उसको भागमा त्यति नै मात्रा दुःख पनि पर्छ। सामान्य घर व्यवहार र गुजारा गर्नेहरू पनि त दुःखी छन् बिचरा, तर त्यसभन्दा बढी दुःखी त धनवान र प्रतिष्ठावान मानिसहरू हुन्छ। आगामी फोर्ब्स पत्रिकामा मेरो खर्बपतिको सूचीक्रम हेरफेर पो हुने हो कि? फरक यति हो, हामी हजारको चिन्तामा छौँ भने कोही खर्बको चिन्तामा हुन्छ। अब भन, तिमीलाई हजारको चिन्ता ठिकै लाग्छ कि खर्ब चिन्ता? वास्तवमा दुवै ठिक होइन। मुख्य कुरो हामी गृहस्थी हौँ, यो नै सबभन्दा ठुलो कुरा हो। सरल जीवन, आधारभूत आवश्यकताको परिपूर्तिमा जो समतामा रहन सक्छ उही नै सबैभन्दा सुखी र खुसी मनुष्य हो। अन्तमा यस ब्रह्माण्डमा रहेका जति पनि सूक्ष्म विशाल घनीभूत नरम अणुहरू हुन्, चाहे सबैले आफ्नो आफ्नो लेन र अनुशासनमा रहनुपर्छ। सायद यही नै सत्य धर्म हो र जिउने कला पनि। कस्मोलोजीकी कुरा गर्दा पनि हाम्रो पृथ्वी त बिचरा के नै रहेछ र? एउटा सानो भन्दा सानो थोप्ला पनि होइन। यसका वरिपरि नजिक टाढा भई सेकेन्ड प्रति सेकेन्ड आफ्ना आफ्ना अर्बिट र एक्सिस बनाई कस्ता कस्ता कत्रा पिण्डहरू अत्यन्तै तीव्र गतिमा हुर्किरहेका छन्। मानौ ती असङ्ख्यमा कुनै एकले मात्रै बाटो बिरामा के हुन्थ्यो होला? पल पलमा कति रिस्क छ, तर सत्य बाटोमा हुन्जेल केही हुँदैन। यही अनुशासन चौतर्फी लागू छ भन्ने कुरा राख्दै शीघ्र गतिमा स्खलन भइरहेको यो कलमको वेगलाई यही रोक्न चाहन्छु।